यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। अहिले तपाईहरु हेर्दै हुनुहुन्छ दुर्गा बिमाइला नामक युट्युब च्यानल। आज मैले एउटा कविता लिएर आएको छु। कविताको शीर्षक रहेको छ एउटा युद्ध। यो कविता कस्तो लाग्छ, यहाँहरुको सल्लाह सुझाव र प्रतिक्रिया रहनेछ भन्ने मैले आशा गरेर मेरा कविताका हरफलाई अगाडि बढाउने म अनुमति माग्न चाहन्छु। मौनता एउटा युद्ध हो। म आफै भित्र उभिएर आफ्नो क्रोधसँग लडिरहेको छु र खोज्दैछु विकल्प आफ्नै अमतालाई जित्ने। रहरहरूको बीचमा आफै आन्दोलित बनेका मनका भूमिगत लडाकुहरू विचारका बन्दुकहरू बोकेर उफ्रिरहेको देख्छु। फेरि प्रतिद्वन्दित शब्दहरू निकासको बाटोहरू खोज्दै निस्किरहेको देख्छु भिडतिर। अनि असुरक्षित भएको महसुस गर्छु आफ्नै विचारको भिडभित्र आफ्नै विचारहरू। अनि असुरक्षित भएको महसुस गर्छु आफ्नै विचारको भिडभित्र आफ्नै विचारहरू। त्यसबेला म निस्कन्छु युद्धमा लामो बिदाको अनुमति लिएर। शब्दको व्याख्या गर्दै खोज्छु आनन्द र शान्ति आफैले बिर्सी गएका पाटाहरूमा। रिस र क्रोध शत्रु रहेछन् जसको अस्तित्व नङ्ग्याउँदै मानव जीवनको सही विकल्प खोज्न, शालीन भद्र र नम्र जीवन जिउन निस्कनु पर्दो रहेछ युद्धमा। जुन आफैले आफैलाई सहनशीलतामा कैद गर्दै विजयको आशा राखेर लड्नु पर्ने रहेछ एउटा युद्ध जुन हाम्रो निम्ति आवश्यक छ। रिस र क्रोध शत्रु रहेछन् जसको अस्तित्व नङ्ग्याउँदै मानव जीवनको सही विकल्प खोज्न, शालीन भद्र र नम्र जीवन जिउन निस्कनु पर्दो रहेछ युद्धमा। जुन आफैले आफैलाई सहनशीलतामा कैद गर्दै विजयको आशा राखेर लड्नु पर्ने रहेछ एउटा युद्ध जुन हाम्रो निम्ति आवश्यक छ। हस्त, धन्यवाद।